ओए खाडीमा बस्ने कुल्लीहरू, तिम्रो जिन्दगी हेर त भाइ। सुत्ने ठाउँ, काम गर्ने ठाउँ, खानी, काममा जाने बेला बसमा कुरेर जानलाई यसरी जानु पर्ने हैन, बाहिर चुरुटको ठुटा टिप्न पर्ने, बिल्डिङ बनाउनु पर्ने। अनि यस्तो जिन्दगी भएको तिम्रो भत्तुवा हेर भित्र। तल 6 जना, माथि 6 जना, 12 जना चाहिँ कुई कुई बरन यो कालो खाटमा सुत्न पर्ने। तिम्रो यस्तो जिन्दगीमा किन खोइ बुद्धि आउँदैन कहिले? त्यो गाउँको घर यस्तो छाउनु पर्ने बेला भइसक्यो होला खर काटेर, अनि त्यो उताबाट ल्याएको ब्याज पैसा तिर्न बाँकी नै होला। कहिले तिर्छ? बुद्धि आउँदैन यी कुल्लीहरू। दुनियाँको बारेमा बोलेछ, अनि अलि भएको पैसाले पनि यसो 15-17 लेभल बनाएर चाहिँ अरूलाई ठुक्क म्यास होला तिम्रो जिन्दगी। तिम्रो जस्तो कुल्लीले गर्दा दुवै कतातिर एउटा खाडीमा चाहिँ राम्रो काम गरेर बस्नेहरूको ब्याजेत भयो है। तिम्रो जस्तो कुल्ली भनेको भाइ गरिब जिन्दगी। तिम्रो गरिब होइन, त्यो गाउँमा हुँदा नि गरिब, तर गाउँमा हुनु गरिब हुनु राम्रो कुरा हो। तर तिम्रो अहिले परदेश लगाएर कमाउन जाने भनेपछि कमाउन नसक्ने तिमीहरूलाई जस्तो जिन्दगीमा सरापेको तँ जस्तो कुल्लीहरू खातेहरू होइन भाइ, जिन्दगीमा सुध्रे है। अनि तँ जस्तो कुत्ताहरूलाई त्यो होइन काम बिगार्नलाई डाङ्ग्रो भन्दा, काम बिगार्नलाई ढुम भन्दा, सुँगुर भन्दा रिसाउने तँ जस्तोहरू। नो एजुकेसन, जा भाइ।